ॐ गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुदेव महेश्वर गुरु साक्षात् ब्रह्म तस्मै श्री गुरवे नमः। अखंड मंडलाकारं व्याप्तं येन चराचरं तत्पदं दर्शितं येन तस्मै श्री गुरवे नमः। ओम साई राम। नमस्कार मित्रहरू, यस च्यानलसँग जोडिनु भएकोमा यहाँहरू सबैको हार्दिक स्वागत तथा दीपावलीको मङ्गलमय शुभकामना अर्पण गर्दछु। हामी यमपञ्चकको महायात्रामा छौँ। यस यात्रामा यहाँहरूको उल्लेखनीय सहभागिताको लागि हृदयदेखि नै आभार प्रकट गर्दछु। गत प्रस्तुतिहरूमा हामीले काग, कुकुर र गाई पूजाको महत्त्व तथा सरल उपासना विधिको बारेमा चर्चा गर्यौँ। आज यमपञ्चकको महाउत्सव पूर्वीय दर्शनको पेरिफेरीमा रहेर लक्ष्मी पूजाको महत्त्व र प्रभावकारी प्रक्रियाको बारेमा चर्चा गर्नेछौँ। सबै आवश्यक प्रक्रियाहरू समावेश गरिएकोले यो भिडियो अलि लामो हुन सक्छ, त्यसैले नछुटाइकन हेर्नुहोला। यस प्रस्तुतिले यहाँको जीवनमा सुख, शान्ति र समृद्धिको लागि ढोका खोल्नेछ। माता लक्ष्मीको कुरा गर्दा यस ब्रह्माण्डको पौराणिक सभ्यताको महाकार्य समुद्र मन्थनतिर फर्कनु पर्नेछ। पौराणिक कालमा परा र अपरा शक्तिको बीच भएको यो शक्तिको सङ्घर्षलाई यस युगमा फरक तरिकाले बुझ्नु पर्नेछ। यो केवल देवता र असुरहरूको बीच भएको शक्तिको सङ्घर्ष मात्र होइन, हामी भित्रकै चेतनाको सङ्घर्ष हो। समुद्र हाम्रो मन हो, जहाँ असङ्ख्य विचारहरू लहर झै उड्छन्। जब जीवनमा विश्वास र साधनाले मन मन्थन हुन्छ, सुरुमा हामी भित्रको विष बाहिर निक्लिन्छ, क्रोध, लोभ, मोह र अन्धकारको रूप। अनि हामी भित्र शिवत्व उत्पन्न हुन्छ, प्रेम, करुणा, आत्मसंयम र धैर्यको रूपमा। त्यसैले हामीलाई शुद्ध, स्थिर र सात्विक बनाउँछ। त्यसै चेतनाबाट प्रकट हुनुहुन्छ महालक्ष्मी, प्रेम, शान्ति र समृद्धिको मूर्त। लक्ष्मी केवल धन मात्र होइन, सन्तोष, विश्वास र उज्यालो चेतनाको नाम पनि हो। आउनुहोस्, आजको लक्ष्मी पूजामा भौतिक उज्यालो मात्र होइन, भित्री चेतनाको दिव्य प्रकाश र समृद्धिको ढोका खोलौँ। आजको दिन समुद्र मन्थनबाट महालक्ष्मी प्रकट हुनुभएको थियो। आजको दिन रावण विजय गरी सीता सहित राम अयोध्या फर्कनु। उहाँहरूको स्वागतको लागि जगतभर दीपावली गरियो। यही दिनको सम्झनामा हरेक वर्ष दीप प्रज्वलन गर्न थालियो। यही भव्य दीप प्रज्वलन हेर्नको लागि माता लक्ष्मी पृथ्वीमा झर्नुहुन्छ। यसरी यस दिनको त्रिकोणीय महत्त्व छ। आज गरिने उपासनाले माता शीघ्र प्रसन्न हुनुहुन्छ। तसर्थ आज आफ्नो घरलाई पूर्ण सरसफाइको साथ यसरी सजाउनुहोस् कि माता लक्ष्मी सहजै आकर्षित गर्न सकियोस्। स्मरण रहोस्, माँ लक्ष्मी धन मात्र होइन, शान्ति, सद्भाव, प्रेम अनि करुणाको प्रतीक हुनुहुन्छ। जब हामीमा यी सद्गुणहरू पलाउँछन्, तब माताको दिव्य आशीर्वाद बर्सन थाल्छ। सात्विक भोजन, ध्यान र नाम जप माता प्रसन्न गर्ने सबैभन्दा प्रभावकारी उपाय।
यी दिव्य साधनाको प्रक्रिया माताको सरल पूजाबाट सुरु हुन्छ। आउनुहोस् पूजा प्रक्रियाको कुरा गरौँ। मानस पूजा नै सबैभन्दा प्रभावकारी पूजा हो। यो पूजा चोखो बिटुलो, शुद्ध र अशुद्धता भन्दा माथि छ। जो कसैले जुनसुकै अवस्थामा पनि यो पूजा गर्न सक्नुहुन्छ। तपाईहरू चाहनुहुन्छ भने वैदिक या तान्त्रिक पूजा गर्न सक्नुहुन्छ। यसको लागि योग्य पण्डित तथा गुरुको आवश्यक पर्छ। मानस पूजाको लागि चाहिने न्यूनतम सामग्रीहरू तथा आवश्यक पूर्व तयारी प्रक्रियाहरू तल डिस्क्रिप्सन बक्समा दिइएको छ। कृपया हेर्नुहोला। पूजा सुरु गर्नु अगाडि स्नान गरी सफा र हल्का वस्त्रमा आसन ग्रहण गर्नुहोस्। केही समय प्राणायाम गर्नुहोस्। तयार गरिएको तामाको थालीलाई छनौट गरिएको उत्तर पूर्वी त्रिकोणमा राख्नुहोस्। त्यस थालीमाथि श्रीयन्त्र वा माताको तस्बिरलाई पश्चिमतर्फ फर्काएर राख्नुहोस्। दायाँपट्टि गणेश र बायाँपट्टि कलश र कुबेरको तस्बिर राख्नुहोस्। कुबेर या गणेशको तस्बिर प्राप्त छैन भने फुलका थुङ्गा राख्नुहोस्। प्रयोगको लागि कचौरामा केही पानी राखी त्यसमा थोरै बेसा, ल्वाङ सुकमेलको धुलो र तुलसीको पत्ता हाल्नुहोस्। प्रज्वलनको लागि तयार गरिएको दीपलाई माताको सामुन्ने पर्ने गरी थाली माथि नै राख्नुहोस्। नेपालमा हुनुहुन्छ भने साँझ 6:30 बजेदेखि 8:30 बजेको बिचमा पूजा सुरु गर्नुहोस्। अन्य स्थानको लागि जानकारी चाहिएमा जानकारसँग सोध्नुहोस् या व्हाट्सएपमा मेसेज गर्नुहोस्। अब गायत्री मन्त्र। ओम भूर्भुवस्सुः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो न प्रचोदयात्। उच्चारण गर्दै कचौराको पानीमा षट्कोण बनाउनुहोस्। त्यस पानीले आफू र सबै सामग्रीहरूमा छर्कनुहोस् र आफू लगायत ती सामग्रीहरू शुद्ध भएको कल्पना गर्नुहोस्। यहाँले श्रीयन्त्र या अन्य प्रतिमाहरू राख्नु भएको छ भने कचौराको पानीले स्नान गराउनुहोस्। तस्बिरको हकमा पानी छर्कनुहोस्, सफा रुमालले पुस्नुहोस् र यथास्थानमा आसन ग्रहण गराउनुहोस्। अब पूजा सुरु गरौँ। सुरुमा ओम गुरुदेवाय नमः। गुरु हुनुहुन्न भने ओम नमः शिवाय 4 पटक जप्नु। माता पिता नमो नमः। कुलदेवताय नमः। गृहदेवताय नमः। हातमा थोरै पानी राखेर म यस समय र स्थानमा म र मेरो परिवारको सुख, शान्ति र समृद्धिको लागि माता लक्ष्मी प्रसन्नार्थ पञ्चोपचार मानस पूजा गर्दछु। यो पानी जमिनमा छोडिदिनुहोस्। दीप प्रज्वलन गर्नुहोस् र जल तथा फूल अर्पण गर्नुहोस्। कलशमा फूल र जल अर्पण गर्नु। सुरुमा गणेशको पूजा गर्नुहोस्। ओम गम गणपतय नमः 4 पटक उच्चारण गर्नुहोस् र तस्बिरमा पानी चढाएर आह्वान गर्नुहोस्। दुवै हात जोडेर गणेशको पञ्चोपचार पूजा गर्नु। ओम गम गणेशाय गन्धम परिकल्पयामि नमः। ओम गम गणेशाय पुष्पं परिकल्पयामि नमः। ओम गम गणेशाय धूपं परिकल्पयामि नमः। ओम गम गणेशाय दीपं परिकल्पयामि नमः।
ॐ गं गणेशाय महानैवेद्यं परिकल्पयामि नमः। ॐ गं गणेशाय ताम्बूलादि सर्वोपचारं परिकल्पयामि नमः। अब माँ लक्ष्मीको पूजा गर्नुहोस्। ओम ह्रीं श्रीं नमः यो माता लक्ष्मीको बीज मन्त्र हो। सुरुमा यो मन्त्रलाई 21 पटक जप्नुहोस् र जल अर्पण गर्दै माताको आह्वान गर्नुहोस्। दुवै हात जोडेर यो मन्त्र उच्चारण गर्दै माताको पूजा गर्नुहोस्। लम पृथ्वी तत्त्वत्मिकायै श्री महालक्ष्मी गन्धं परिकल्पयामि नमः। हम आकाश तत्त्वत्मिकायै श्री महालक्ष्मी पुष्पं परिकल्पयामि नमः। यं वायु तत्त्वत्मिकायै श्री महालक्ष्मी धूपं परिकल्पयामि नमः। रं तेजस्तत्त्वत्मिकायै श्री महालक्ष्मी दीपं परिकल्पयामि नमः। बं अमृततत्त्वत्मिकायै श्री महालक्ष्मी अमृतमहानैवेद्यं परिकल्पयामि नमः। सं सर्वतत्त्वत्मिकायै श्री महालक्ष्मी ताम्बूलादि सर्वोपचारं परिकल्पयामि नमः। अब माता लक्ष्मीको बीज मन्त्र ओम ह्रीं श्रीं नमः 108 पटक जप्नुहोस्। माता लक्ष्मीको पूजापछि कुबेरको पूजा गर्नुहोस्। कुबेरको बीज मन्त्र हो ओम ह्रीं श्रीं कुबेराय नमः। यो मन्त्र 21 पटक उच्चारण गर्नुहोस्। कुबेरको तस्बिरमा जल अर्पण गर्नुहोस् र आह्वान गर्नुहोस्। फेरि पुनः दुवै हात जोडेर ओम श्री कुबेराय गन्धं परिकल्पयामि नमः। ओम श्री कुबेराय पुष्पं परिकल्पयामि नमः। ओम श्री कुबेराय धूपं परिकल्पयामि नमः। ओम श्री कुबेराय दीपं परिकल्पयामि नमः। ओम श्री कुबेराय महानैवेद्यं परिकल्पयामि नमः। ओम श्री कुबेराय ताम्बूलादि सर्वोपचारं परिकल्पयामि नमः। माता लक्ष्मीको पूजापछि कुबेरको पूजा गर्दा माता लक्ष्मीको दिव्य प्रभावबाट प्राप्त भएका धनहरूलाई सञ्चय गर्न सहज हुन्छ। अब हामी सुख शान्ति र समृद्धिलाई आकर्षण गर्ने 3वटा उपायको कुरा गरौँ। पहिलो उपाय, आजैदेखि कापीमा रातो मसीले श्रीम लेख्न सुरु गर्नुहोस्। हरेक दिन शुद्ध समर्पण भावले 4000 श्रीम लेखेमा 43 दिनभित्र यहाँले चाहनु भएको भन्दा अधिक समृद्धि प्राप्त गर्नुहुनेछ। दोस्रो उपाय, तयारी हालतमा राख्नु भएको कौडीलाई रातो रुमालमा राख्नुहोस्। माताको चरणमा एकछिन छोड्नुहोस् र मातासँग आशीर्वाद माग्नुहोस्। ती कौडीलाई पोको पार्नुहोस् र आफूले धन दौलत राख्ने ठाउँमा राखिदिनुहोस्। यहाँको धन आर्जन मात्र होइन, सञ्चय समेत हुन सुरु हुनेछ। तेस्रो महाउपाय, तयार राखिएको सुकेको नरिवल लिनुहोस् र त्यसको टुप्पो सावधानीपूर्वक काट्नुहोस्। यहाँसँग नरिवल 2टा छ, एउटा मुख्य भाग, एउटा टुप्पोको भाग। मुख्य भागमा समान मात्रामा मह, घिउ
र सक्खर भर्नुहोस्। काटिएको टुप्पो भाग पुनः जोड्नुहोस्। रातो रुमालमा राम्रोसँग पोको बनाउनुहोस्। आफू र आफ्नो परिवारको शिरमा 7 पटक विपरीत दिशाबाट घुमाउनुहोस्। यसरी घुमाउँदा आफू, आफ्नो परिवार र व्यवसायमा भएको दुःख, कष्ट, रोग, रोगापटहरू सरेको कल्पना गर्नुहोस् र पूजा स्थानको एक छेउमा राख्नुहोस्। यहाँसँग भएको धूप सल्काउनुहोस् र धूपलाई घरको कुना कुनामा घुमाउनुहोस्। अब राखेको नरिवलको पोको र धूप लिएर घरबाट बाहिर जानुहोस् र पिपलको रुखको मुनि छोडिदिनुहोस्। यदि पिपलको रुख उपलब्ध छैन भने नदी या तलाउमा विसर्जन गर्नुहोस्। प्रज्वलित दीप हातमा लिनुहोस् र आरती स्वरूप घुमाउनुहोस्। पूजा सकियो। पुनः दुवै हात जोडेर पूजामा कुनै त्रुटि भएको भए मातासँग क्षमा माग्नुहोस्। हे माता, न मसँग मन्त्र, पूजा प्रक्रिया र भक्तिको ज्ञान छ। मैले जाने बुझेको समर्पण भावले अर्पण गरे। मबाट कुनै त्रुटि भए क्षमा गर्नुहोला। मेरो पूजा ग्रहण गरी मलाई आशीर्वाद दिनुभएकोमा म धन्य छु। यस कार्यपछि सबैलाई नैवेद्य वितरण गर्नुहोस्। कसैलाई दक्षिणा दिन चाहनुहुन्छ भने 116 या 1016 बराबर आफू जुन देशमा बस्नुहुन्छ त्यही देशको मुद्रा दक्षिणा स्वरूप दिनुहोस्। आमा या आमा तुल्य महिलालाई भने प्रेमपूर्वक नैवेद्यको साथ खिर खुवाउनुहोस् र उहाँकै हातबाट आफू पनि प्रसाद र बाँकी रहेको खिर मागेर खानुहोस्। तपाईको रोकिएको सबै कामहरू बन्न थाल्नुका साथै हरेक व्यवसायहरूले उल्लेख्य फल दिन सुरु गर्नेछन्। मित्रहरू, मैले पहिला पनि निवेदन गरेको थिएँ, आमा लक्ष्मीको जीवित रूप हुन्छ। आमालाई पर राखेर, आमासँग तुतु मैमै गरेर, आमालाई हे भावले हेरेर कहिल्यै सुख, शान्ति र समृद्धि प्राप्त हुँदैन। यदि जीवनमा सुख, शान्ति र समृद्धि चाहनुहुन्छ भने आमाको सेवा गर्नुहोस्, आमा तुल्यको सेवा गर्नुहोस्। दिदी बहिनी या दिदी बहिनी तुल्यलाई प्रेम गर्नुहोस्। सुख, शान्ति र समृद्धिको वर्षा हुन थाल्छ। तपाईको समृद्धि कसैले चाहेर पनि रोक्न सक्दैन। आजको लक्ष्मी पूजाको प्रक्रिया यही अन्त्य गरौँ। माताको कृपाले तपाईको घरमा सुख, शान्ति र समृद्धि ल्याओस्। डिभाइन स्टेपको तर्फबाट तपाईलाई शुभ तिहार, शुभ दीपावली र अनन्त समृद्धिको मङ्गलमय शुभकामना। ओम साईराम।